बाबरी उदयपुर जिल्लाको ग्रामीण तथा प्राकृतिक वातावरणले भरिएको सुन्दर क्षेत्र हो। यो ठाउँ हरियाली, खेतीपाती, स्थानीय बस्ती तथा तराई पहाडी मिश्रित भूभागका कारण परिचित मानिन्छ। बाबरी उदयपुर जिल्लाको दक्षिण पूर्वी भागतर्फ पर्ने विभिन्न गाउँ बस्तीहरूसँग जोडिएको क्षेत्र हो। उदयपुर जिल्ला आफैमा पहाड, भित्री मधेस र तराई मिसिएको जिल्ला भएकोले यहाँको प्राकृतिक वातावरण विविधतायुक्त छ। गाईघाट जिल्लाको मुख्य केन्द्र हो भने बाबरी शान्त र ग्रामीण वातावरण भएको स्थानको रूपमा चिनिन्छ। यहाँ गर्मी याममा मौसम केही तातो र जाडो याममा मध्यम रहने गर्छ। स्थानीय मानिसहरूको मुख्य पेशा कृषि, पशुपालन तथा साना व्यापार हुन्। यस क्षेत्रमा धान, मकै, गहुँ, तरकारी लगायतका बालीहरू प्रशस्त रूपमा खेती गरिन्छ।